नमस्कार अनि स्वागत छ हँसिलो नेचर नेपाल युट्युब च्यानलमा। यदि हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब पनि गर्न नबिर्सनुहोला। र म सुदर्शन चापागाई। अहिले नेपालमा भर्खर मात्र चुनाव सकिएको छ र राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत ल्याएको सम्पूर्णलाई थाहा नै छ। यसै विषयमा अहिले एक कार्यक्रम जुन राष्ट्रिय स्वतन्त्र पार्टीले प्रशिक्षण कार्यक्रममा 5 स्टारमा गएको कुरालाई लिएर चर्चित पत्रकार युट्युबर विश्व लिम्बूले भनेका कुराहरूलाई लिएर निकै नै विवादित भइरहेको पनि देखिरहेको छ। त्यो किन भएको छ त? के विश्व लिम्बूले साँच्चीकै नै नराम्रो भनेकै छन् होला त? कि त सचेत हुनलाई भनेका छन् होला? धेरैले भने विश्व लिम्बूलाई अहिले सामाजिक सञ्जालभरि धेरैले गाली गरेका छन् भने चर्चित कमेडियन जुन कमेडी दरबार सोका उत्सव सापकोटाले पनि बरु भ्यू चाहिएको भए मलाई बोलाऊ, यस्ता जनतालाई उस्काउने काम नगर पनि भनेका कुराहरू पनि अहिले सामाजिक सञ्जालभरि आइरहेका छन्। के भनेका थिए त विश्व लिम्बूले? विश्व लिम्बूले खासै त्यति ठुलो कुरा पनि गरेका थिएनन्। आखिर करोडौँको गाडी चढेर गएका थिए, गाडीको धोका खोल्नका लागि अन्य मान्छे प्रयोग गरेका थिए। आफू शक्तिशाली हुँदा पनि त किन भने पहिलाका नेताले गरेको कुरा त्यही किन दोहोऱ्याइरहेका छन् भनेर उनले सचेतना दिन खोजेका थिए कि पोजिटिभ भाइब्स भन्ने पनि तरिकाले हेर्न सकिन्छ। भने नेपालमा सबै मान्छेहरू धनी छैनन्। नेपालका धेरै ठाउँहरू गरिबी छन्, धेरै ठाउँहरू गाउँ छ, सहरभन्दा बढी गाउँ छन्। गाउँका मान्छेलाई यस्तो लाग्न सक्छ कि त करोडौँको गाडी चढेका छन्, हामी भने यहाँ हात खुट्टा फुटाएर बसेका छौँ। सम्पूर्णलाई थाहा हुँदैन कि जुन नेता छन् ती आफैमा धनी थिए र आफै व्यावसायिक छन्, कुनै आफ्नो क्षेत्रमा अब्बल भएका र अलरेडी नै उनीहरूसँग सारा सम्पत्ति भएका छन् र आफ्नो पर्सनल सम्पत्तिमा चढेर जेसुकै गर्न नि पाइयो भन्ने कुराहरू नबुझेका हुन सक्छन्। उनीहरूका लागि बुझाउनका लागि पनि विश्व लिम्बूले भनेका हुन सक्छन्। भने हजुरहरूलाई कस्तो लाग्छ कि विश्व लिम्बूले गल्ती नै बोलेका छन् जस्तो लागेको छ या त साँच्चीकै राम्रो कुरा बोलेका छन् जस्तो लाग्छ? त्यो पनि कमेन्टमा लेख्न पनि नबिर्सनु होला। र अहिले भने मेरो विचारमा भने वास्तवमा भन्दा विश्व लिम्बूले राष्ट्रिय स्वतन्त्र पार्टीको बेजेट र राष्ट्रिय स्वतन्त्र पार्टीको विरोध गरेका पनि होइनन् होला जस्तो पनि लाग्छ। एकचोटि सोच्नुहोस् त जुम्ला, हुम्ला, कर्णाली, मुगु जहाँ बाटो, बत्ती, पानी, औषधि नपुगेका ठाउँहरूका व्यक्तिहरूले मानौँ न त्यो दिवसे नेताहरू भर्खर जिताएको छन् भने ठुलो आश छ भनेका कुराहरूलाई सेरीका चिल्लो गाडी चढेर गएको देख्दा उनीहरूको मनमा ओहो हामी यस्तो अवस्था छ भन्ने हुनसक्छ होला। हामी पो सहर एरियामा बसेका छौँ, काठमाडौँ जोदेखि पोखरा धरान यस्तो ठुल्ठुलो सिटीहरूमा बसेका व्यक्तिले जुन मुगु कर्णाली त्यस्तो ठाउँमा त पुगेका छैनौँ नि, जहाँ सिटामुलको अभावले मर्नु परेको छ, जहाँ आज एक छाक खायो भने भोलि के खाने भनेर बस्नु परेको अवस्था छ भने उनीहरूको नजरमा ती नेताले गाडी चढेको देख्दाखेरि एकदमै उनीहरूको मनमा नराम्रो आउनु पनि सक्छ नि। यही तरिकाले विश्व लिम्बूले भनेको छ। यसलाई कसै विवाद लिएर जानु केही पनि छैन। सबैले वाही गर्दै गइदियो भने त यहाँनिर ओहो अब त हामी बाहेक कोही पनि छैन भने पनि जुन अहिले जितेका नेताहरू र पार्टीलाई पनि सक्छ होला। त्यही भएर मैले भूमिका यस्तो गर यस्तो नगर भन्ने कुरालाई लिएर कसैले पनि यस्तो एउटा पब्लिक फिगर र एउटा देशै चलाउने भइसकेपछि सम्पूर्ण जनताहरूको कुरा पनि सुन्नुपर्छ, पत्रकारहरू पनि सुन्नुपर्छ, धेरै मानिसहरूको कुरा सुन्नुपर्छ। त्यस्तै अहिले हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीमा भएको जुन प्रशिक्षण कार्यक्रमको कुरालाई लिएर विवादमा ल्याउनु त्यति उचित पनि देखिँदैन। विश्व लिम्बूले चाहिँ भन्नुहुन्छ जुन झन् राम्रोको लागि भनेको जस्तो पनि मेरो विचारमा लाग्छ कि त्यो कुराले गर्दा अब बढी सचेत हुने हो। त्यहाँ गोल्ड स्टार जुत्ताका ओनर म्यानेजर जस्ता व्यक्तिहरू थिए भने जुन वर्षौँदेखि चलिरहेको र नेपालको सबैभन्दा धेरै राम्रो कर तिर्ने पनि पर्छ र 3500भन्दा बढी रोजगार दिएका छन् जुन नेपालीलाई नै, त्यस्ता व्यक्तिहरूले चलाए कम्पनीका हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद पनि भएका छन् र उनीहरूले करोडौँको गाडी चढ्नु पनि स्वाभाविक हो, त्यसमा पनि दुई मात्रै छैन। तर विश्व लिम्बूको हेराइ हुन्छ हाम्रो सिटी बुझेका पढे लेखेका र सम्पूर्ण जनतालाई समेट्ने हो भने मात्र यो विश्व लिम्बूले भनेको कुरा ठिक हो कि ठिक होइन भन्नेतिर गइन्छ। किनकि सम्पत्ति भएपछि गाडी चढ्नु सोख हुनु सबैको छ। अन्य विकट हाम्रा नेताहरू त देशको सिटीलाई मात्र बनाउन आएको त पक्का होइन होला, गाउँठाउँमा बनाउन आएको त उनीहरूलाई पनि बुझाउने गरी हाम्रा नेताहरूले यो विवाद भएको विषयमा वर्गीकरण गर्नुभयो भने धेरै नै राम्रो हुन्थ्यो होला। हजुरहरूको विचारमा के राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले प्रशिक्षण कार्यक्रममा जिल्ला गाडी र आफूले ढोका पनि खोल्न नसकेको यस्ता कुराहरू हजुरहरूलाई देख्दा कस्तो लाग्यो? जस्तो लाग्छ त्यस्तै कमेन्टमा लेख्न पनि नबिर्सनुहोला र भिडियोलाई अन्तिमसम्म हेरेर साथ अनि सहयोग दिनुभएकोमा
धेरैभन्दा धेरै धन्यवाद। यदि हाम्रो हँसिलो नेचर नेपाल युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब पनि गर्नुहोला।